ए को मुन्डालले होला यसरी बाटाबाट दाउला ढुङ्गा राखेको। कति असल भाइ हो है। के है भाइ। ए भाइ यहाँ आऊ त। हजुर हजुर केलाई बोलाउनु? कहाँ हो भाइ तिम्रो घर? मेरो यही माथि एउटा डाँडा पोखला भन्ने ठाउँ छ हो त्यही। अनि किन यसरी झुत्रे झाम्री भएर बसेको त? तिमी गरिब भएर हो? होइन दिदी म धनी छु। के छ तिमीसँग त्यस्तो? मसित यो गाउँमा एउटा सानो घर छ। त्यहाँबाट घर 2 पाथी मकै 3 पाथी गहुँ त्यहाँबाट 2 महिना जति बेसाल्ने छ। त्यहाँबाट यो गाउँमा मेरो एउटा धेरै माया गर्ने साथी छ। यो गाउँको माया मेरा साथीको माया यो करोडौँ अरबौँ रुपियाँभन्दा माथि छ। त्यही भएर म धनी छु। आहा कस्तो मिठो कुरा गरेको यो भाइले, मेरो त मनै छोयो। के है कस्तो टिट लाग्दो भाइ के है। अलिकति पैसा दिनु न। ल ल हुन्छ। के कुचु कुचु कुरा गर्नु? के होइन के भाइ। ल भाउको मलाई पर्दैन किन पैसा दिन लाउन त? लौ न लौ राख न। मेरा बा अझ यत्रो नोटलाई त पर्दैन के भाउ। राख न राख। तिमीले यस्तो जुत्रे झाम्रे कपडा लगाएर रहेछौ। अलि राम्रो कपडा किनेर लगाऊ अनि बचेको पैसाले केही खानेकुराहरू किनेर खाऊ। राख न। लौ लौ राख न बाबु राख। दाइले दिएको भनेर राख न। लौ भाइ ल। ए दाइ दिदीको त पञ्चायत है। ए मेरा बा यो मसित यहाँ 5 रुपियाँ लाउनु लाउनु यो थपेला त्यहाँ पोइन्ट किन्दिन होला लाज मर्नु। भाइ ए भाइ भाइ तिमीले सिम्पल प्यान्ट लाएर आऊ भन्दा मानेनौ के रे। जहिले पनि अब विदेशीकै नक्कल गर्नुपर्छ। बल्ल खायो। के मैले मात्र यस्तो कपडा लगाउँछु र अरूले पनि त लगाउँछ नि? होइन अरूले लगाउँछन् भनेर अरूको देखासेखी गर्नुहुन्न नि त। ल भयो छाडिदेऊ। जाऊ।